हेलो सर। हजुर नमस्ते। हजुर सर, मलाई एकचोटि क्यानाडाको प्रोसेसको बारेमा एकचोटि भनिदिनुहुन्छ? यो नर्मल्ली हामीलाई आइरहेको हुन्छ क्यानाडाको स्टडी भिजा प्रोसेसको क्वेरीहरू आइरहेको हुन्छ। आज तपाईँहरूलाई म ओभरअलमा सानो यो भिडियो मार्फत त्यो प्रोसेसहरू भन्न गइरहेको छु। जहिले पनि क्यानाडा जानको लागि सर्टेन प्रोसेस मैले चाहिँ नि नर्मल्ली भन्दाखेरि दुईटा स्टेपमा डिभाइड गर्छु। एउटा भयो कलेजको प्रोसेस हुन्छ, इन्स्टिट्युसनको प्रोसेस, प्लस अर्को इमिग्रेसन आइआरसिसी का प्रोसेसहरू सर्टेन हुन्छ। फर्स्ट स्टेप इन्स्टिट्युसनको प्रोसेसमा के गर्नु पर्यो, हामी चाहिँ पढाइ सिद्धाएका छौँ, अब पढाइ कन्टिन्यू गर्ने हायर एजुकेसनमा जाने हो भने प्रोग्राम एउटा आफूसँग रिलेटेड कस्तो प्रोग्राम त भन्दाखेरि आफ्नो चाहिँ नि एकाडेमिक ब्याकग्राउन्ड और तपाईँको कामसँग मिल्ने प्रमोसन हुनको लागि पढ्न जान लागेको देखाउनु पर्ने हुन्छ। त्यस्तो खालको प्रोग्राम सिलेक्ट गरिसकेपछि के हुन्छ त हामीले युनिभर्सिटी कलेजमा एप्लिकेसन गर्छौँ। एप्लिकेसनको लागि के चाहिन्छ, तपाईँको एकाडेमिक्स इङ्ग्लिस प्रिपरेसन टेस्टका रिजल्टहरू, रेकमेन्डेसन लेटरहरू आदि इत्यादि डकुमेन्टहरू भएपछि कलेजमा एप्लिकेसन हुन्छ। एप्लिकेसन सक्सेसफुल भएको अवस्थामा अफर लेटर आउँछ। अफर भनेको नाउ यु आर अफर टु अ सिट टु पर्स्यु द्याट एजुकेसन इन क्यानाडा, होइन त। अफर आइसकेपछि अब उसले के लेखेको हुन्छ अफरमा, कन्डिसन जहिले पनि भने सर्टेन अमाउन्ट फीहरू तिर्नुपर्ने हुन्छ आफ्नो सिट रिजर्भ गर्नको लागि। प्लस यदि तपाईँहरू पब्लिक कलेजमा जाँदै हुनुहुन्छ युजी स्टडिज डिप्लोमा पिजीको लागि पनि पाल पनि चाहिन्छ, ब्याचलर्सको लागि पनि पाल चाहिन्छ। केलाई चाहिँ पाल चाहिँदैन त, मास्टर्स यदि तपाईँहरू पब्लिक युनिभर्सिटीमा जाँदै हुनुहुन्छ 16 मन्थ्सको माथिको प्रोग्राममा भने पाल चाहिँदैन। त्यो केसमा त्यो भएपछि फी तिरेपछि पाल आउने भयो। पाल आएपछि स्टुडेन्ट हाई कमिसनको लागि एलिजिबल हुन्छ भिजा लज गर्नको लागि। भिजा लज गर्नको लागि उसले चाहिँ नि के चाहिन्छ त उसलाई भन्दाखेरि सबै एकाडेमिक डकुमेन्ट्स, सर्टेन क्राइटेरिया छ। आइआरसिसीको तपाईँको लिभिङ कस्ट कति देखाउने, एनुअल एक्सपेन्सेस कति हुन्छ, त्यो विद्यार्थीको त्यहाँ गइसकेपछि के अनुसार उसले चाहिँ फाइनेन्सियल प्रिपेरेसन गरेको छ त्यो सबै हालेपछि सर्टेन भिजाका क्वेसनरहरू फर्महरू भरिसकेपछि हामीले आइआरसिसी मार्फत जिसिके एकाउन्ट बनाएर उसको भिजा लज गर्छौँ। नर्मल्ली क्यान कन्सल्टिङबाट गरेको भिजा पनि सक्सेस भइरहेको हुन्छ। त्यो अनुसारको टिम हामीसँग छ भिजाहरूमा हेल्प गर्ने, त्यो गाइडेन्स तपाईँहरूलाई हुन्छ। त्यो भएर क्यानाडा यदि तपाईँहरू अब आउँदै गरेको इन्टेक मे र सेप्टेम्बरमा तपाईँहरू क्यानाडा सोचिराख्नु भएको छ भने भोलि नै हाम्रो अफिस क्यान कन्सल्टिङ सर्भिसेस आइदर पुतली सडक अर नयाँ बानेश्वरमा आएर हाम्रो काउन्सिलर तथा डकुमेन्टेसन टिमलाई भेटेर प्रोपर गाइडेन्स लिनुहोला। हस् त, धन्यवाद, नमस्ते।